नमस्ते। आज हामी कक्षा 10 को एसईई परीक्षा दिने विद्यार्थी भाइ बहिनीहरूलाई विशेष सहयोगी हुने विषयमा कुरा गर्दैछौँ। किताबको पहिलो अध्यायमा भएको नेपालका लोकनाचहरूको बारेमा अलि गहिरिएर हेरौँ है त। हाम्रो उद्देश्य चाहिँ कुन नाच, कसले, कहिले नाच्छ भन्ने मात्रै होइन कि त्यो नाचले हाम्रो संस्कृति, हाम्रो समाजको बारेमा के भन्छ भन्ने पनि हो। सुरु गरौँ न त। मारुनी नाचबाट। यो त गुरुङ, मगर अनि दुरा समुदायमा नाचिन्छ रे होइन? हो। गुरुङ मगर दुरा समुदायमा वसन्त पञ्चमीदेखि सुरु भएर पूर्णिमासम्म चल्छ। ए, यसमा त परशुराम र यमावतीको कथा पनि हुन्छ भन्छन् नि। हो त, कथा वाचनको एउटा रमाइलो तरिका हो यो। तर यो मनोरञ्जन मात्रै होइन नि। यी नाचहरूले त समुदायको पहिचान, उनीहरूको विश्वास, संस्कृति, अझ भनौँ भने सामाजिक पक्षहरूलाई पनि देखाउँछ। हो र, कस्तो सामाजिक पक्ष? जस्तै मारुनीमा रजस्वलाई नभएका कन्याहरूलाई नचाउने चलनले तत्कालीन सामाजिक मान्यता कस्तो थियो भन्ने सङ्केत गर्छ क्या। ए, निकै चाखलाग्दो कुरा पो रहेछ। अब अलिकति पूर्वतिर लागौँ। त्यो धान नाच, लिम्बू जातिको। धान नाच पूर्वी पहाडी जिल्लाहरूमा एकदमै प्रचलित। यो चाहिँ युवा युवतीले बालीनाली भित्र्याउने बेलातिर नाच्छन् रे, पालाम गाउँदै। हो, पालाम गाउँदै। यो उनीहरूको सामाजिक घुलमेल हुने, भावना साटासाट गर्ने माध्यम पनि हो, अनि श्रमपछिको उत्सव मनाउने तरिका पनि। कस्तो रमाइलो। अनि किरात राईहरूको साकेला नि, जसलाई सिली नाच पनि भनिन्छ। ए, साकेला त्यो त झन् महत्त्वपूर्ण नाच हो किरात राई समुदायको। उँधौली र उभौली पर्वमा नाचिन्छ। यसमा त प्रकृति र जीवनसँग जोडिएका कुराहरू धेरै हुन्छन्। जस्तै के अभिनय गर्छन् होला? अब खेतीपाती गर्दाको कामहरू देखाउने, तान बुनेको जस्तो गर्ने, अनि चराचुरुङ्गी जीवजन्तुहरूको नक्कल गर्ने। ए, गोलाकार भएर ढोल झ्याम्टा बजाउँदै नाच्दा त कस्तो होला है, पुरै प्रकृतिसँगै जोडिएको जस्तो। हो नि, प्रकृति पूजाको एकदम राम्रो उदाहरण हो यो। अब अर्को एउटा नाच छ, सोरठी, गण्डकी लुम्बिनी प्रदेशतिर, गुरुङ मगर समुदायमा। सोरठी यो चाहिँ अलि फरक खालको छ। दिनभरिको कामको थकान मेटाउन अनि मनको भावना पोख्न समूहमा नाचिन्छ। भनेपछि यसले सामाजिक सद्भाव र एकता बढाउन मद्दत गर्यो नि है? एकदम। सबैजना मिलेर दुःख सुख साट्ने, रमाइलो गर्ने माध्यम भयो। कस्तो राम्रो परम्परा। अनि तराईतिर लागौँ न त। मिथिला क्षेत्रको जट जटिन नाच। यसको कथा त झनै रोचक छ रे। नायक जट र नायिका जटिनको प्रेम कथा हो। अनि यसमा अर्को पक्ष पनि छ। खडेरी पर्दा पानी पार्न इन्द्र देवतालाई खुसी पार्न पनि नाचिन्छ रे। ए, भनेपछि प्रेम, लोककथा र आस्था सबै मिसिएको। त्यस्तै भन्नु पर्यो। श्रावण पूर्णिमादेखि भाद्र पूर्णिमासम्म नाचिन्छ यो। लोकविश्वास र प्रकृति कसरी जोडिएका छन् भन्ने देखाउँछ। त्यस्तै अर्को धार्मिक नाच, बालन नाच हो। बालन नाच यो चाहिँ विशेष गरी ब्राह्मण क्षेत्री समुदायमा खैँजडी बजाउँदै नाचिन्छ। राम, कृष्ण, शिव जस्ता देवताहरूको चरित्र गाथा गाउँदै अभिनय गर्दै नाच्छन् होइन त? ओह, पूजाआजा, व्रतबन्ध जस्ता धार्मिक अवसरहरूमा बढी देखिन्छ। यो भक्तिभाव प्रकट गर्ने सामूहिक तरिका भयो। यो त भयो लोक परम्परा। तर कार्तिक नाच त अलि फरक छ भन्छन् नि, शास्त्रीय नाच नै हो रे? कार्तिक नाच चाहिँ शास्त्रीय नाच हो। पाटनका राजा सिद्धि नरसिंह मल्लले चलाएको परम्परा। यो कार्तिक महिनाभरि देखाइन्छ। यसको कथा विष्णु पुराणको नृसिंह अवतारसँग जोडिएको छ। ए, हो र। यसमा त पक्कै पनि विशेष बाजागाजा, पोसाक, अभिनय शैली होला है? एकदम। यसको प्रस्तुति निकै कलात्मक र नियमबद्ध हुन्छ। दरबारबाट सुरु भए पनि यो अहिले महत्त्वपूर्ण सांस्कृतिक सम्पदा बनेको छ। कति धेरै किसिमका नाचहरू रहेछन्। समय पनि बित्न लागेछ। तर अरू केही नाचको नाम त लिनै पर्यो। जस्तै दशैंमा हात हतियारसहित नाचिने सराया नाच, गुल्मी अर्घाखाँचीतिर। हो, सराया नाच पश्चिम नेपालमा प्रचलित छ। देवीको मन्दिरमा देखाइन्छ, वीरता प्रदर्शन गर्ने खालको। अनि नेवार समुदायको चर्या नृत्य, त्यो त झन् अलि फरक होला। चर्या नृत्य त बौद्ध धर्मसँग सम्बन्धित छ। देवदेवीको हाउभाउ, मुद्रा देखाएर नाचिन्छ। ध्यान जस्तै पनि हुन्छ यो। ए,
अनि पञ्चबुद्ध नाच पनि त्यस्तै हो, बौद्ध धर्मकै? हो, पञ्चबुद्ध नाच पनि बौद्ध परम्पराकै हो। अनि मगर समुदायको टप्पा नाच नि? सुरुमा ढिलो, पछि छिटो हुने रे। हो, टप्पा नाचको लय रमाइलो हुन्छ, सुरुमा बिस्तारै अनि गति बढ्दै जान्छ। अनि कौरा नाच, गुरुङ मगर समुदायकै? हामी आइपुग्यौं भन्ने अर्थ लाग्छ रे। कौरा नाच रमाइलो अवसरमा स्वागत गर्दा नाचिने नाच हो। साँच्चै आज हामीले नेपालका केही लोकनाचहरूको बारेमा कुरा गर्यौं। कति धेरै विविधता रहेछ। एकदमै। र यी सबै नाचहरू डान्सिङ मनोरञ्जन मात्र होइनन्, यिनीहरू हाम्रो पहिचान हुन्। हाम्रो इतिहास, समाज, विश्वास, भूगोल सबै कुरा यी नाचहरूमा झल्किन्छ। हो। दिने विद्यार्थी भाइ बहिनीहरूका लागि आफ्नो देशको यो सांस्कृतिक रिचेस बुझ्नु एकदमै जरुरी छ। पक्कै पनि। यसले आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकाउँछ। हो नि। ल त आजलाई यति नै गरौँ, तर जाँदा जाँदै एउटा प्रश्न छोडेर जाउँ है त। यी यति धेरै किसिमका नाचहरू छन्, आफ्नै कथा, लय, पहिचान बोकेका, यिनीहरूले कसरी होला हाम्रो समाजको जुन विविधता छ त्यो भित्रको एकतालाई चाहिँ अझ बलियो बनाउन मद्दत गरेका? यसबारे सोच्दै गर्नुहोला है त।